10औं कविताको नाम अन्तिम प्रेमपत्र। समय पाइलाहरू बन्दा बन्दै तिमीसँग भेट्छु भन्दा भन्दै बितिसकेछन् दिनहरू। तिमीलाई बिर्सन पनि सकिन, बिर्सिएपछि त संसार अँध्यारो रहेछ। तिमीलाई सम्झिरहन पनि सकिन, सम्झिरहँदा त पीडाको रातै झन्झन बोल्दो रहेछ। सम्झना र बिर्सनाको उजाड बगरबीच म एक हात प्रेमी बगाइरहेछु प्रेम नदी। तिम्रो यादका प्रत्येक ताता बुँदहरू जम्मा भएर मुटुको हत्केलामा आँखाको मूल फुट्यो आज अचानक र असुजल प्रवाहमा बग्दै बग्दै म घरि छाँगा भएर बस्दैछु, घरि दह बनेर जम्दैछु, घरि बगरमा मिलाउँदैछु। तिमीलाई भेट्न नसक्नुको पीडा, तिमीलाई देख्न नसक्नुको तृष्णा, तिमीसित बोल्न नपाउनुको छटपटी, यो थकान मेटाउने नछ कुनै चौतारी, नछ कुनै देउराली। कुनै भिडिया एकान्तमा सहरको चोक बजार या गाउँको गोरेटाहरूमा तिम्रो पदचिन्ह कतै नभेटेपछि, तिम्रो आवाजको थुङ्गा कतै नफुलेपछि, घाइते हृदयको कागजमा आँसुको मसिले तिमीलाई लेख्दैछु अन्तिम प्रेमपत्र। इतिहास हुनु अघि म तिम्रो इतिहास हुनु अघि म हाम्रो प्रिय अतीतलाई वर्तमानसँगै आत्मसात गर्न चाहन्छु। जीवनका घरमैला यादहरू तिम्रै नाममा सङ्गालिदिन चाहन्छु। प्रिय, तिम्रो नाममा आज यो भिजेको एकान्तको हृदय पानामा लेख्दैछु अन्तिम प्रेमपत्र। धन्यवाद।